हेलो हेलो नमस्कार सबैजनालाई। आज हामी फेरि लेकतिरको घरमा आइपुगेका छौँ। आज पानी परिरहेकोले तल खासै काम भएन, त्यही भएर आज फेरि लेकतिर प्रस्थान भयौँ। सो पानी परिरहेको अवस्था थियो, अहिले चाहिँ अलि फाटेको छ। यो चिसो चिसो मौसममा हामी फेरि लेकतिर जुटिसक्यौँ। ट्याक्कै घरतिर पुग्दाखेरि बाबाले मौरी हेर्ने कार्यक्रम गरिराख्नु भएर रहेछ। त्यो भएर हामी फेरि बाबासँगै यो मौरी काट्ने समय त थिएन, बाबाले अस्ति तिहारको दिन काट्नु भएको रहेछ। त्यो धुवा नलगाउँदा मौरीले टोक्ने भएको कारणले मौरीलाई यसरी धुवा लगाएर मौरीले चाका छोड्न मानेको छैन। बाबाले फुकिराख्नु भएको छ तर मौरीले मान्दैन। मौरीहरू हेरिवरी मैले चाहिँ घार तालेँ। घार तालिसकेपछि यो घार चाहिँ खाली छ हाम्रो, यो घार पनि खाली छ। अनि यो घारमा चाहिँ बाबाले अस्ति थोरै मौरी ल्याउनु भएको छ, यसले पनि थोरै चाका हालेको छ। चिसोले गर्दा मौरी घारबाटै निस्केको छैन, एकदमै पानी परेकोले यता पनि मौरी कति निस्केको छैन। यो खोरमाथि हाम्रो मौरी छ। अनि यहाँ एउटा हाँस, अर्को हाँस यता, चल्लाहरू यता पनि कुखुराहरू चरिरहेछन्। अनि पछाडि घर पछाडि चाहिँ यता फेरि घार तालेर हेर्दा अरिङ्गा लाएर मौरी लान कोसिस गरिरहेको रहेछ, त्यसलाई मारे। घार पनि तालिसक्यो, मौरीहरू हिँडिरहेछन्, खेलिरहेछ मौरी। अनि यो घार पनि हाम्रो खाली छ, त्यसै गरी यो बुढो घार छ, यसको प्रयोग भएको छैन। यति गरिसकेपछि आजलाई बिदा हुन्छौँ। बाई बाई।